रमाइलो गर्नलाई हेरला हामी चाहिँ आयो आज पिकनिक खानलाई। हाम्रो पिकनिक स्पट चाहिँ यही हो। यस्तो राम्रो छ, दामी दामी ठुल्ठुलो यत्रो हुन्द्रुङ चराहरू छ। बाइक चढ्ने भयो त्यतातिर जाने रे, पानी वाटर बाइक। अनि हामी चाहिँ यहाँनिर घुम्दैछौँ हामी। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो भीम दाजु। आज मटनको फिला लिएर आउने मान्छे यही मान्छे हो, सिङ्गे खसीको फिला लिएर आउने मान्छे। यो मान्छेले चाहिँ होइल माछाको पखेटा लिएर छ। अनि मैले चाहिँ नुहाउने ठाउँको पानी, धाराको पानी लिएर धाराको पानी लिएर छ होइन। यस्तो दामी ठाउँ छ हेर्नुहोस्, यस्तो दामी फुल खेलेको ठाउँ छ, यस्तो दामी। कसरी यस्तो ह्यान्डसम बनाइदिए यार यो फिल्टरले यार। यस्तो ह्यान्डसम छ र म यार, प्लिज यार। कसले गर्छ होला यार। हाम्रो अर्को क्यामेराम्यान यहाँ छ। हामी 3-4 जना चाहिँ यसरी पिकनिक आएको यहाँनिर। 2-3 जना यहाँ मार्नु रेडी हुँदैछ। म चाहिँ यहाँ छु है गाइज। भरे ड्युटी छ। आनन्द भनौँ न अब पैसा म अहिले पैसा गरेर हालिदिन्छु, पैसा हाल्दैन। भाइ म अब यहाँ छुट्टा गरेँ नि भने यार, म गएर कति हालिदिनु पर्ने हो र? चियर्स। कस्तो छ एउटा टेस्ट गर्नुहोस् त। एक $25 करोड खान्न 10 मिलियन। अब तपाईँको पालो है। नानी ओके हाम्रो सरको ल। अच्छा दामी हो। टाउको राख्न नाप्नु न। बाई लिएर
पठाउनु मेरो डाटै सक्यो अब फोटो सुरु गरेको हो फोटो खिच्न यहाँनिर यो दुनियाँमा चकमक लाउनु पर्ने हुन्छ होला आउँदै आउँदै झन् क्यामेराम्यान बन्न अलिक कालो देखाउँछ कि कसले अलिकति बोल्न नि पाइन्न बोल्नलाई बोल्न पाइन्छ बोल्नलाई तरिका चाहिन्छ भन्ने मान्छे छैन यार त्यो सब भिडियो बनायो बनाइरहेछ हो र क्यामेराम्यान यहाँ छ हाम्रो भिडियो अन्य फोटो ल भिडियो हो नि फेरि हामी नाच्ने मान्छे यहाँ त भन्नु पर्ने बनाउँछ उता घुम्दैछौँ हामी चाहिँ घुम्दैछु साँच्चै जान्छ जिउ ल भन्दा चाहिँ पाइन्छ हो फोटो सेसन चलिरहेछ यहाँनिर सरहरूको यहाँनिर यस्तो यस्तो फोटो चलिरहेछ यस्तो यस्तो फोटो खिच्नु पर्ने सबैको स्वास्नीहरूलाई गर्लफ्रेन्डहरूलाई पठाउनु पर्ने हाम्रो पनि अब सेकेन्डको पठाउनु पर्छ होला हाम्रो पनि है अब हामी ब्याक टु आवर अब आफ्नो वासस्थानमा होइन जान्छु अब हामी ल